this series, we're gonna see few like miracles of Jesus. अनि यो श्रृङ्खलामा चाहिँ हामीले चाहिँ यीशु ख्रीष्टको चाहिँ हैन आश्चर्य कामहरुलाई हामी हेर्ने छौं है Today we're gonna look at chapter 2, but I wanna just ask you, yeah? अनि आज हामी दोस्रो अध्याय हेर्ने छौं तर म तपाईहरुलाई सोध्न चाहन्छु How many of you been on a wedding feast or any kind of feast, invited to a feast, and then there wasn't enough food? अनि यहाँहरु कति जना चाहिँ हैन विवाह भोजहरु अथवा कुनै खाले भोज भनौं न हैन त्यसमा निम्तो आएको थियो तपाईलाई तपाई जानु भएको थियो तर त्यहाँनिर पर्याप्त खानाहरु थिएन Anyone had this experience? त्यस्तो कसैलाई भएको छ You were there, not enough food, so people are looking at each other. तपाई जानु भएको थियो तर खाना पर्याप्त नभएको कारणले मान्छेहरु एकअर्कालाई हेरिरहेका थिए है Right. You have. Wow. So it's very rare, but when that happens, I think it's very embarrassing on the host, right? अनि यो चाहिँ धेरै जसो हुँदैन तर पनि त्यस्तो भएको खण्डमा चाहिँ एकदमै लाज लाग्ने कुरा हुन्छ है त्यो जुन गर्ने निम्तो गर्ने You know, when you मान्छेलाई have celebration, you need to have abundant food and drinks. Yeah. जब तपाईको हैन उत्सवहरु मनाउनुहुन्छ त्यहाँ चाहिँ सबै थोक खाना पिउने कुराहरुको प्रशस्तता हुन पर्छ नि त हैन But in today's passage, what happened was that there was not enough wine at a wedding feast. अनि तर आजको अध्यायमा के छ भन्दाखेरि चाहिँ विवाह भोजमा त्यहाँनिर चाहिँ पर्याप्त पिउने पेय पदार्थ छैन है So there was a big problem. अनि त्यहाँनिर ठुलो समस्या आएको छ Okay, so let's read chapter 2 verses 1 to 11. हामी 2 अध्यायको 1 देखि 11 लाई पढ्ने छौं तेस्रो दिन गालीलको काना नगरमा एउटा विवाह थियो येशूकी आमा त्यहाँ थिइन् येशू र उनका चेलाहरू पनि विवाहमा निम्त्याइएका थिए दाखमत सिद्धिएपछि येशूकी आमाले उहाँलाई भनिन् तिनीहरुसित दाखमत छैन येशूले तिनीहरूलाई भन्नुभयो हे नारी मैले के गर्नुपर्छ मलाई नभन्नुहोस् मेरो समय अझसम्म आइसकेको छैन उहाँकी आमाले चाकरहरूलाई भनिन् उहाँले भन्नुभयो बमोजिम तिमीहरूले गर अब यहुदीहरूको शुद्धि हुने प्रथाको निम्ति त्यहाँ प्राय 100 लिटर अटाउने ढुङ्गाका 6 वटा घ्याम्पाहरू राखिएका थिए येशूले तिनीहरूलाई भन्नुभयो घ्याम्पाहरू पानीले भर तिनीहरूले घ्याम्पाको मुखसम्मै पानीले भरिदिए उहाँले तिनीहरूलाई भन्नुभयो अलिकता उघाएर भोजका मुखिया कहाँ लैजाऊ तिनीहरूले सो गरे भोजका मुखियाले त्यो पानी चाखे जो अब दाखमतमा परिणत भएको थियो त्यो कहाँबाट आएको हो सो तिनीहरूलाई थाहा थिएन तर पानी भर्ने चाकरहरूलाई भने थाहा थियो तब भोजका मुखियाले दुलाहालाई बोलाएर भने हरेक मानिसहरूले पहिले असल दाखमत टक्राउँछन् अनि मानिसहरूले निकै खाइसकेपछि मात्र कमसल दाखमत राखिदिन्छन् तिमीले त असल दाखमत अहिलेसम्म राखी छोडेछौ उहाँका चिन्हहरूमध्ये यो पहिलो चिन्ह थियो येशूले गालीलको कानामा गर्नुभएको यसरी उहाँले आफ्नो महिमा प्रकट गर्नुभयो अनि उहाँका चेलाहरूले उहाँमाथि विश्वास गरे Amen. Okay, so one day Jesus and his disciples and his mother Mary were invited to a wedding feast. अनि यहाँनिर एक दिन चाहिँ येशू उहाँका चेलाहरू अनि उहाँको आमा मरियमलाई चाहिँ एउटा विवाह भोजमा निम्त्याइएको थियो You know, at the time of Jesus, these wedding feasts were the like biggest thing like in people's lives. अनि येशूको समयमा चाहिँ विवाह भोज भन्ने कुरा चाहिँ उहाँहरुको जीवनको सबैभन्दा ठुलो भोजको रूपमा उत्सवको रूपमा लिइन्थ्यो You know, है these days, some young people, they have like small kind of parties, but at that time they had many days of wedding feast. त्यो समय अहिलेको समयमा चाहिँ हैन अहिलेको जवानहरुले चाहिँ हैन एकदमै सानो सानो खाले विवाहहरु गर्ने गर्छन् तर त्यो समयमा चाहिँ एकदमै ठुलो भोज हुने And it गर्थ्यो was important that everything was like well prepared. अनि त्यो चाहिँ एकदमै महत्त्वपूर्ण कुरा के हुन्थ्यो भनेपछि त्यहाँ सबै थोक चाहिँ एकदमै तयारी भएको हुन पर्ने And थियो you could not think of a situation where you would not have enough food or wine. अनि तपाईले चाहिँ त्यो परिस्थितिलाई सोच्नु पनि सक्नुहुन्थेन खाना नपुगेको हैन पिउने पदार्थहरु नपुगेको त्यो परिस्थिति है People are enjoying themselves, loud music and food. You can hear, you can smell like roti, everything, right? मानिसहरु हैन रमाइलो गरिरहेको उत्सव मनाइरहेको हैन खानेकुराहरु मगमग बसाइरहेको रोटीहरु बसाइरहेको त्यस्तो माहौल Chicken curry, like lamb curry, चिकन करीहरु हैन खसीको करीहरु बसाइरहेको है मगमग And then, but wine, no more wine. तर त्यहाँनिर चाहिँ के त दाखमत सिद्धियो है So this was actually a big problem. अनि यो चाहिँ वास्तवमा भन्ने एकदम ठुलो समस्या I थियो know है you don't drink, right? You don't drink, right? But big problem. मलाई थाहा छ तपाईहरु पिउनुहुन्न तर त्यो चाहिँ के थियो त एकदमै ठुलो समस्या थियो त्यहाँनिर And then Mary, Jesus' mother, looks at Jesus and says in verse 3, they have no wine. अनि मरियमले चाहिँ नि आफ्नो छोरालाई हेर्नुभयो येशूलाई हेर्नुभयो अनि पद 3 मा अनि उहाँले भन्नु
उनीहरूको दागमा You सुत्यो know, Mary knew about Jesus, that he could do miracles. He's the Son of God. मरियमलाई थाहा थियो कि उहाँ चाहिँ परमेश्वरको पुत्र हुनुहुन्छ उहाँले आश्चर्य कामहरू गर्न सक्नुहुन्छ So Mary wants Jesus to do miracle. अनि मरियमले चाहिँ येशूले चाहिँ आश्चर्य काम गर्नुभएको But चाहनुहुन्थ्यो त्यहाँ। Jesus is very reluctant. तर यहाँनिर येशूले चाहिँ त्यति खुसी खुसी साथ गर्नुभएको In छैन verse 4, he says, my time hasn't come. 4 पदमा उहाँले भन्नुभएको छ मेरो समय अहिले आइसकेको छैन But how many of you know that mothers are very insistent? अनि तपाईहरु कतिजनालाई थाहा छ कि आमाहरू चाहिँ एकदमै जोड गरिरहनुहुन्छ है And so verse 5, Mary looks at the servants and says, do whatever he tells you to do. अनि Okay? 5 पदमा भनिएको छ आमाले चाहिँ के त नोकरहरूलाई गएर उहाँले जे भन्नुहुन्छ त्यही गर भनेर। Putting extra pressure on Jesus. अनि यसरी चाहिँ येशूमाथि अझ थप दबाब उनले दिदै थिइन् And so Jesus like deciding, what should I do? अनि येशूले चाहिँ यहाँ निर्णय गर्दै हुनुहुन्छ के गरौँ म अब And then there was like 6 stone water jars at the house, अनि त्यो घरमा चाहिँ 6 वटा ढुङ्गाका ठुलठुला घ्याम्पाहरू थिए which were used for Jewish religious rituals, purification and things. Those 6 big water jars. अनि right? त्यो घ्याम्पाहरू चाहिँ हैन पानी भरेर हैन यहुदीहरूको शुद्धिकरण गर्ने प्रथाको निम्ति प्रयोग हुन्थ्यो है Now, these servants, when they heard from Mary, do what he tells you to do, they felt something like, is something going to happen? अनि जब मरियमबाट चाहिँ यी नोकरहरूले सुने नि हैन उहाँले जे भन्नुहुन्छ त्यही गर्नु के हुनेवाला छ र Because they could see faith in Mary. किनकि उनीहरूले चाहिँ मरियममा त्यो विश्वास देखे So they had some expectation, something may happen. त्यही कारणले ती नोकरहरूले पनि केही नहुनेवाला छ है भनेर एउटा आशा राखे है And then Jesus tells them, fill the jars with water. त्यस पछाडि येशूले भन्नुभयो ती घ्याम्पाहरू पानीले भर So they bring water and they fill the jars. अनि उनीहरूले चाहिँ पानी ल्याउँदै भर्दै गर्न थाले And Jesus says, take some of it out and give it to the master of the feast. अनि येशूले चाहिँ त्यो पानी निकाल्नु भयो अनि उघाएर चाहिँ के रे बाड्ने व्यक्तिलाई दिनुभयो So the master of the feast is like event manager type of person, right? त्यो व्यक्ति चाहिँ कस्तो चाहिँ म्यानेजर जस्तो भनौँ न एउटा And हैन he was in कार्यक्रमको trouble because there's no more wine. अनि त्यहाँनिर त्यो मुखिया चाहिँ हैन त्यहाँ पानी Right? He's like, दाखमा छैन his responsibility, अनि right? उसको जिम्मेवारीको कुरा थियो त्यो हैन But त then उसको these servants come, bring with this thing, and then he drinks it. अनि जब नोकरहरूले त्यो लिएर त्यो मुखिया कहाँ आयो नि उसले त्यो पियो And then he's smiling, wow, this is the best wine. अनि त्यतिखेर ऊ चाहिँ एकदमै अचम्मै खुसी भयो है यो चाहिँ सबैभन्दा मिठो दाखमत पो रहेछ जान He calls the bridegroom and says, look, you got the best wine until now. अनि उनले चाहिँ फेरि के दुल्हालाई बोलाएर हेर त तिमीले त असल दाखमत त अहिलेसम्म राखिराखेछौ Normally, people serve the best wine at the front, at the start, and then when people get drunk, they serve poor wine. अनि प्राय चाहिँ हैन मानिसहरूले चाहिँ राम्रो दाखमत चाहिँ असल दाखमत अगाडि नै दिने गर्थे अनि त्यसपछि मान्छेहरू मात्न थालिसके पछाडि चाहिँ कमसल खाले दाखमत दिने गर्थे But you kept the best wine until the end. तर तिमीले चाहिँ अन्तसम्म पनि झन् असल दाखमत चाहिँ छोडिराखेरै छौ And then the bridegroom very happy. Everyone's very happy. The feast is a celebration continues. अनि दुल्हा पनि एकदमै खुसी छ हैन सबैजना त्यहाँ खुसी थिए अनि त्यसरी भव्य तरिकाले उत्सव निरन्तरता Everyone's very happy. सबैजना खुसी छन् Verse 11, it says, this is the first public sign of Jesus. अनि 11 पदले भन्छ यो चाहिँ येशू ख्रीष्टको पहिलो सार्वजनिक चिन्ह थियो And it says, it revealed Jesus' glory. अनि यसले भन्छ कि यसले चाहिँ उहाँको महिमा प्रकट गर्यो And then these disciples believed in him. अनि त्यसपछि उहाँका चेलाहरूले उहाँमाथि विश्वास गरे Amen. आमेन Yeah. It's a great story, right? यो चाहिँ एकदमै उत्तम कथा छ नि हैन So let's think about this. What just happened, अनि right? यो अहिले भर्खरै के भयो त्यो कुरालाई सोचौँ हामी है Now, so this is Jesus' first miracle, first public miracle. अनि यो चाहिँ येशू ख्रीष्टको चाहिँ पहिलो सार्वजनिक आश्चर्य काम थियो है Now, when something is first, there must be meaning, अनि जब केही Right? कुरा पहिलोचोटि हुन्छ Right? भने त्यसको केही अर्थ Right? हुनुपर्छ नि हैन right? So, what was the meaning? Why was this the first miracle? अनि यो यसको पछाडि के थियो त अर्थ यसको पहिलो मेरो आश्चर्य काम हुनुको अर्थ के थियो What do you think? के Right? जस्तो लाग्छ यहाँलाई
You know, some theologians say that, you know, there is a parallel between this miracle and Moses' first public miracle. कतिवटा विद्वानहरूले यसो भन्छन् हैन यो येशूको यो पहिलो आश्चर्य काम र मोसाले गरेको आश्चर्य काममा चाहिँ समानान्तर छ What was Moses' first public miracle? अनि मोसाको पहिलो के अरे आश्चर्य काम थियो त के थियो त सार्वजनिक Anyone? थाहा छ यहाँले If you know, you're really, you know the Bible. तपाईले जान्नुभएको छ नि So पक्का his public miracle, there were other miracles, but first public miracle can be said that it's turning Nile water into blood. अनि त्यहाँ अरु पनि आश्चर्य कामहरु थिए तर उनले चाहिँ सार्वजनिक रूपमा गरेको पहिलो आश्चर्य काम चाहिँ नील नदीको पानीलाई चाहिँ उनले रगतमा परिणत So गरे some people say there's a parallel between Jesus' miracle which turned water into wine and Moses' miracle of turning water into blood. त्यही कारणले केही मानिसहरूले यसो भन्छन् कि येशूले चाहिँ हैन पानीलाई के रे दाखमत बनाउनु भएको र मोसाले चाहिँ पानीलाई रगत बनाउनु भएको कुरामा चाहिँ केही समानान्तर कुराहरू छ And of course Moses' miracle, the blood when the fish died, right? अनि मोसाले गरेको आश्चर्य काममा चाहिँ त्यहाँनिर जब रगतमा परिणत भयो त्यहाँको माछाहरू सबै मरे But Jesus' miracle, wine people could drink and the celebration was back on. Right? तर येशू ख्रीष्टले बनाउनु भएको त्यो पानीलाई दाखमत बनाउनु भएको कुरामा चाहिँ मानिसहरूले पिए त्यो अनि त्यसपछि उत्सव जारी रह्यो So है you can think like that, you know, old covenant and the new covenant. Old covenant cannot save, new covenant gives life. Right? अनि त्यही तपाईले यसरी विचार गर्न सक्नुहुन्छ पुरानो करार नयाँ करार पुरानो करारले बचाउन सक्दैन तर नयाँ करारले बचाउँछ So that's a good point and I agree, right? अनि त्यो राम्रो कुरा हो अनि म पनि सहमत छु यसमा But हैन I want to look at this more realistically. अनि यसलाई चाहिँ अझै म अझै एकदम अर्थपूर्ण तरिकाले हेर्न चाहन्छु Because this is quite an unusual miracle. अनि यो चाहिँ एउटा असामान्य खाले आश्चर्य Think काम about it. It's very unusual. This was like turning water into wine अनि सोच्नुस् है यो चाहिँ पानीलाई चाहिँ दाखमत बनाउने कुरा थियो हैन at a wedding feast. अनि विवाह भोजमा It wasn't like healing people. It wasn't casting out demons. It wasn't raising people from the dead. अनि यो चाहिँ चंगाई गर्ने कुरा बिरामीलाई निको पार्ने कुरा अथवा मरेकोलाई चाहिँ जीवित पार्ने कुरा जस्तो थिएन यो So what was the point of this miracle? अनि त्यही कारणले यो आश्चर्य काम गर्नुको अर्थ चाहिँ के थियो त It's a good question, right? राम्रो प्रश्न हो नि हैन And यो of course we know the answer. अवश्य हामीलाई उत्तर थाहा छ Because verse 11 tells you the answer. It was to reveal Jesus' glory. Right? किनकि 11 पदले हामीलाई भनिसकेको छ कि Amen. यो Yeah. चाहिँ उहाँको महिमा प्रकट हुनको लागि थियो How many Amen. of you know that every miracle should reveal God's glory? Amen. तपाईहरु कतिजनालाई थाहा छ Yeah. प्रत्येक आश्चर्य कामले चाहिँ Yeah. परमेश्वरको महिमा प्रकट गर्नुपर्छ है Not reveal the person's glory, but God's glory. Amen. मानिसको महिमा हैन तर परमेश्वरको महिमा प्रकट गर्नुपर्छ है Amen. But note that he didn't initiate this miracle. It was his mother who initiated, kind of pushed Jesus to do it. Right? अनि यो आश्चर्य काम चाहिँ यसो आफैले गर्नु चाहेर गर्नु भएको थिएन तर उनको आमाको अलिकति दबाबद्वारा Right. चाहिँ उनले गर्नु भएको थियो उहाँले So another point about this is that this was actually to meet human needs. अनि यो अर्को कुरा पनि के छ भन्दा यो गर्नुको Right. कारण चाहिँ के त मानिसको आवश्यकता पूरा गर्नुको लागि थियो They needed wine to continue the celebration, अनि right? उनीहरूलाई चाहिँ त्यो उत्सव जारी राख्नको लागि चाहिँ उनीहरूलाई चाहिँ दाखमतको खाँचो थियो हैन Because this celebration was so important to them for their lives, right? किनकि यो उत्सव चाहिँ उनीहरूको जीवनको लागि एकदमै महत्त्वपूर्ण कुरा थियो Jesus met their needs by this miracle. अनि येशूले यो आश्चर्य कामद्वारा उनीहरूको खाँचो पुर्याइदिनु भयो Because people, how many of you know that people need celebrations? Yeah? अनि तपाईहरु कतिजना सहमत हुनु Amen. चाहनुहुन्छ मानिसलाई चाहिँ उत्सव चाहिन्छ मनाउनु पर्छ है Like हो this. Yeah. But this is a big point, right? Human celebration, from this we can know one thing. Human celebrations are very fragile. अनि यहाँबाट एउटा ठुलो कुरा छ है यहाँनिर यहाँबाट एउटा कुरा देख्न सक्छौं कि मानिसहरुको उत्सव हैन आनन्द चाहिँ के छ नाजुक छ Human celebration has many breaking points. यानी मानिसहरुको आनन्द अथवा उत्सव चाहिँ त्यसमा चाहिँ धेरै रोकिने कुराहरु You know, तोडिने कुराहरु छ I remember our wedding. Yeah. उहाँलाई थाहा छ उहाँको विवाहको बारेमा है You know, I didn't do very much. She did everything. उहाँले उहाँको विवाहमा उहाँले त्यति धेरै गर्नु भएन अनि बस सिन्थियाले चाहिँ बेसी गर्नुभयो सबै So I कुरा thought it was not difficult, but it's so complicated. अनि मलाई चाहिँ धेरै यो कुरा गाह्रोहरु लागेको थियो धेरै गाह्रो कुराहरु थियो नि त हैन And I मिलाउनु thought it पर्ने was really well done, but she could see, I could have done better this, better this, Yeah, it's true, right? अनि उहाँको लागि चाहिँ हैन एकदमै
उत्तम भयो जस्तो लाग्यो कि तर भासिन्थ्याको लागि चाहिँ अझै यो कुरा अझै राम्रो हुन सक्थ्यो And यो I कुरा think अझै राम्रो हुन for, सक्थ्यो for ladies, it means probably much more than guys. I think Ani- how it's done. मेरो विचारमा चाहिँ कसरी गरिनुपर्छ भन्ने कुरामा स्त्रीहरू चाहिँ हैन स्त्रीहरू चाहिँ अझै बढी उत्सुकता हुन्छन् दाजुभाइहरू भन्दा So I हैन want to tell you, the guys here who are not married, who are looking to get married, do whatever your bride tells you to do. अनि त्यही कारणले गर्दा यहाँ जो दाजुभाइहरू हुनुहुन्छ जसले विवाह गर्नु भएको छैन तपाईहरुको श्रीमतीले जे भन्नुहुन्छ त्यसै गर्नुहोस् है Just say yes and just do it. Okay? अनि हुन्छ भन्नुस् अनि त्यही अनुसारले गर्नुहोस् Otherwise, you're going to regret for the rest of your life. हैन भने तपाईले तपाईको जिन्दगी भरि नै पछुतो गर्नुहुनेछ Amen. Hallelujah. Amen. 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 Hallelujah. Okay, so human celebrations are fragile. अनि त्यही कारणले मानिसहरुको उत्सव चाहिँ के हुन्छ त एकदमै नाजुक हुन्छ है You know, I think I shared with you this girl's whose birthday, right? मैले तपाईहरुसँग भनेको थिएँ हैन एउटा बच्चाको जुन बर्थडेको कुरा Yeah, it's a true story. There was this girl. She was about 10 years old. Very good girl, very quiet girl. अनि एउटा 10 वर्ष जस्तो उमेरको नानी उनको चाहिँ एकदम असल नानी थिइन् है Now it was her birthday. उनको बर्थडे थियो She got up. Oh, it was my birthday, right? उठिन् हैन ओ आज त मेरो बर्थडेको दिन हो भनेर है But जन्मदिन nobody is saying happy birthday. तर उनलाई कसैले पनि ह्यापी बर्थडे भनेर So she's गरेन, thinking, oh, भनेन। maybe they'll tell me later, right? अनि उनले सोच्दै थिइन् बिस्तारै भन्नुहुन्छ होला सबैले So like lunchtime, and then just ordinary lunch. अनि लन्च टाइममा खाना खाने टाइम आयो खाना हेर्दाखेरि साधारण खाना छ Nobody's telling me happy birthday. कसैले पनि मेरो जन्मदिनको हैन उपलक्ष्यमा उ भन्दैनन् के So पनि she's thinking, oh, maybe it's surprise. अनि उनले Surprise. सोच्दै थिइन् सायद अब केही हैन सरप्राइज दिनुहुन्छ होला Dinner time, अनि खाना बेलुकीको खाना खाने बेला आयो same food, अनि खाना पनि उस्तै छ फेरि no happy birthday. कुनै पनि अब हैन के रे आदान प्रदान छैन She ह्यापी began बर्थडे to cry. अनि Oh. उनी रुन थालिन् है And her mother's, oh, what's wrong with you? अनि आमाले के भयो भन्न थालिन् It's my birthday. अनि मेरो बर्थडे हो आज And she got shocked. Oh, really? आमा it's छक्कै your परिन् है birthday. हो उनको बर्थडेको They रहेछ forgot. The true तिनीहरूले story, true story. बिर्सेको रहेछन् यो चाहिँ साँचो कथा है So they celebrated birthday, right? अनि त्यस पछाडि उनीहरूले चाहिँ उत्सव मनाए हैन Now, in this case, her birthday was actually celebrated. Late, but was celebrated. ढिलो भयो तर ढिलो पनि उनीहरूले चाहिँ के गरे त मनाए हैन रमाइलो मनाए But how many of you know that some people's birthdays are not even celebrated? अनि तपाईहरु कति जनालाई थाहा छ कि कति जनाको बर्थडेहरु चाहिँ मनाइँदैन Many people's lives are not celebrated. कति धेरै मानिसहरुको जीवनको know that? उत्सव मनाइँदैन थाहा छ नि तपाईलाई If you go around this world, so many people's lives are not celebrated. यदि तपाई यो संसारमा Is it her वरिपरि birthday today? हेर्नुहुन्छ भने संसारमा वरिपरि हेर्नुहुन्छ भने धेरै मानिसहरुको जीवनको उत्सव रमाइलो आनन्द मनाइएको You know, छैन like if you go to elderly care homes, तपाई यदि वृद्धाश्रममा जानुहुन्छ you भने know, my father-in-law is in elderly care home. अनि मेरो ससुरा चाहिँ के रे वृद्धाश्रममा हुनुहुन्छ And you go there, and father-in-law is mother-in-law visits all the time. त्यहाँ चाहिँ हैन मेरो सासूले चाहिँ दिन सधैँ गएर भेटिरहनुहुन्छ उहाँलाई चाहिँ And his children visit all the time. अनि उहाँको छोराछोरीहरू पनि सधैँ गएर भेटिरहनुहुन्छ उहाँलाई But there are in other rooms other elderly people who people never visit. तर त्यहाँनिर अर्को यस्तो कोठाहरू पनि छ जहाँनिर जुन वृद्धहरू बसेका छन् उनलाई कसैले पनि भेट्न आउँदैनन् है Nobody visit. कसैले पनि भेट्न आउँदैनन् Their lives are not celebrated. I don't know if it's birthday, whatever. Nobody celebrates. उनीहरूको जीवनको आनन्द कसैले पनि मनाइरहेका छैनन् हैन उनीहरूको बर्थडे होस् चाहे जेसुकै कसैले पनि गरेका छैनन् त्यो There are people who live alone these days. So many people live alone. अनि आज संसारमा चाहिँ धेरै मानिसहरू एक्लो बस्ने गर्छन् And है they're so lonely and isolated. अनि उनीहरू एकदमै आफूलाई अलग्याएका छन् अनि एक्लोपनमा जिरहेका And छन् it's a social problem. When they die, nobody knows. अनि यो चाहिँ सामाजिक समस्या पनि हो जब उनीहरू मर्छन् कसैले पनि थाहा पाउँदैनन् चाल Those who पाउँदैनन् have sicknesses, they cannot celebrate their life. अनि अर्को बिमारमा परेका मानिसहरू उनीहरूले पनि आफ्नो जीवनको उत्सव मनाउन But सक्नुहुन्न in our case, what happens? Jesus restores the celebration by turning water into wine. तर Amen. यहाँनिर हामी के देख्न सक्छौँ भन्दा यीशु Hallelujah. ख्रीष्टले चाहिँ त्यो उत्सवलाई फेरि पनि पुनर्स्थापना गर्नुभएको छ पानीलाई दाखमत बनाएर हालेलुया Some people prefer that Jesus did other miracles like healing the sick, casting out demons, raising the dead. अनि कति मानिसहरूले चाहिँ हैन येशूले बरु रोग निको पारेको भए हुन्थ्यो हैन कुष्ठ रोग निको पारेका हुन्थ्यो मरेकोलाई जीवित पारेको भए हुन्थ्यो भनेर And भनेका yes, छन् they are important miracles. हो अवश्य ती कुराहरू महत्त्वपूर्ण कुराहरू
हो But नासरी काम also important to Jesus was to celebrate our lives. तर येशूको लागि यो पनि महत्त्वपूर्ण कुरा छ कि उहाँले हाम्रो जीवनको उत्सव Our मनाउनुहुन्छ identity, our relationship, our marriage, our success, our lives. अनि हाम्रो पहिचान हाम्रो सम्बन्ध हाम्रो Amen. जीवन हाम्रो सफलताको कुराहरू आमेन You know, Christianity is not a religion, it's relationship. Amen? अनि इसाई त धर्म होइन सम्बन्ध हो आमेन And relationships, there must be celebrations. अनि Amen. सम्बन्धमा Hallelujah. त्यहाँनिर उत्सव मनाइनुपर्छ आनन्द गरिनुपर्छ And हालेलुया so God's heart is that He celebrates our lives. अनि परमेश्वरको मन यस्तो छ Amen. कि उहाँले चाहिँ हाम्रो जीवनलाई उत्सव मनाउन चाहनुहुन्छ है And He wants us to celebrate other people's lives. अनि साथसाथै हामीले पनि Amen. अरू मानिसको जीवनको आदर गरेको आनन्द मनाएको चाहनुहुन्छ You know प्रभुले what? Being Christian is to celebrate other people's lives. अनि तपाईँलाई थाहा छ इसाई हुनु भनेको चाहिँ Amen. अरू मानिसको जीवनको आनन्द मनाउनु उत्सव Let me मनाउनु just हो quickly आमेन। look at some of the prodigal son's story. Luke 15, 22 to 24. अनि लुका 15 को 22 देखि 24 हेर्नेछौँ हामी Yeah, 22 to 24 first. ओके तर बाबु चाहिँले आफ्ना कमाराहरूलाई भने झट्टै सबैभन्दा असल वस्त्र ल्याएर त्यसलाई पहिराइदेऊ त्यसको हातमा औँठी र खुट्टामा जुत्ता लगाइदेऊ र पुस्टाइराखेको पशु र हामी खाएर आनन्द मनाऊ किनकि यो मेरो छोरो मरेको थियो फेरि जीवित भएको छ र हराएको थियो र पाइएको छ तब तिनीहरू आनन्द मनाउन So लागे verse 22 says, quick, bring best, clothes, put a ring on his finger and get the sandals and kill a fattened calf and let's celebrate. अनि बुवाले भनेको चाहिँ झट्टै उनको औँलामा औँठीहरू लगाइदेऊ असल पहिरनहरू ल्याएर लगाइदेऊ खुट्टामा जुत्ता लगाइदेऊ अनि मोटाइराखेको पशुलाई मारेर अब हामी उत्सव मनाऊ Here, of course, the father represents God and God wants to celebrate. अनि यहाँनिर चाहिँ बुवाले चाहिँ परमेश्वरको प्रतिनिधित्व गरिरहेको छ Hallelujah. अनि परमेश्वर उत्सव मनाउन चाहनुहुन्छ And God हालेलुया says, quick. अनि परमेश्वरले भन्नुहुन्छ झट्टै छिट्टो There's something about celebrating other people's lives quickly. अनि त्यहाँनिर अरू मानिसहरूको जीवनको आनन्द छिट्टै मनाउनु भनेको Not चाहिँ to कुरा छ है delay celebration. ढिलो नगर्नु हैन Just like, this girl, delay, when my birthday. No delay. We need to celebrate quickly other people's lives. अनि यो बच्चा जस्तै सानो केटी जस्तै हैन उनको ढिलो भयो उनको बर्थडे Amen. सेलिब्रेसन तर हामीले चाहिँ ढिलो हैन झट्टै गर्नुपर्छ छिट्टै गर्नुपर्छ Hallelujah. आमेन Yeah. हालेलुया Let's not just delay. I'll talk to you later. No, we say congratulations quickly. म बिस्तारै भनौँला भनेर हैन तुरन्तै तपाईले भन्नुहोस् हैन बधाई छ But look at what elder brother did. Let's read verse 28. अनि 28 पदलाई हेरौँ तर त्यो रिसायो ठुलो दाजु चाहिँ तर त्यो रिसाएर भित्र जान मानेन त्यसको बुवाले बाहिर गएर त्यसलाई मनाउन लागे The elder brother refused to celebrate his younger brother. अनि यहाँनिर चाहिँ जेठा दाइ चाहिँ सानो कान्छा भाइको यो उत्सव मनाउनलाई उनी इन्कार गरेका छन् Wow, even though he came back alive, he was dead, now he's alive, he doesn't want to celebrate. भाइ मरेको सरह थियो ऊ फर्केर आएको छ र पनि आफ्नो दाजुले उसको उत्सवमा सहभागी हुन मानेको छैन Do you know what? And he says what? He says he was angry. अनि यहाँ के भनेको छ रिसाएको छ ऊ चाहिँ है Angry. रिसाएको Do you know those who refuse to celebrate other people's lives, often they are angry. Do you know that? अनि तपाईलाई थाहा छ अरूको जीवनको उत्सव मनाउन नचाहने मानिसहरू प्राय जसो उनीहरू रिसाएका हुन्छन् है I don't know why है? they're angry, but they're angry. तिनीहरू के कुराले रिसाएको भन्ने थाहा छैन तर उनीहरू रिसाएका हुन्छन् Maybe they're jealous. I don't know, but they're angry. उनीहरू सायद अब ईर्ष्या गरेर होला तिनीहरू रिसाएका हुन्छन् है Those who are not angry, they have peace, they have love. They want to celebrate other people's lives. Hallelujah. जो Amen. रिसाएका Praise हुँदैनन् God. जो Amen. हैन आनन्दमा हुन्छन् शान्तिमा हुन्छन् उनीहरू अरूको जीवनको उत्सव मनाउन चाहन्छन् And है then this is God's heart, verse 31, 32. 31 र 32 यो परमेश्वरको हृदयको कुरा हो तब तिनले त्यसलाई भने छोरा त मसँग सधैँभरि छँदैछस् अनि मेरो सबै सम्पत्ति तेरै हो तर हामीले आनन्द मनाउनु र खुसी हुनु उचित थियो किनकि यो तेरो भाइ मरेको थियो फेरि जीवित भएको छ र हराएको थियो र पाइएको He छ says we have to celebrate. अनि यहाँनिर भनेको छ हामीले Amen. मनाउनै पर्छ है It's not an option. We have to celebrate. त्यहाँनिर छनौटको कुरा हैन तर हामीले मनाउनै पर्छ आनन्द And be glad. अनि आनन्द हुनुपर्छ Meaning खुसी हुनुपर्छ rejoice. अनि आनन्दित हुन है We must rejoice other people's
lives. अनि हामी अरूको जीवनमा आनन्दित Hallelujah. हुनुपर्छ हालेलुया Joy. Amen. Hallelujah. आनन्द You know, we try to find joy in what's happening in our lives. अनि हामी चाहिँ प्राय हाम्रो जीवनमा के भइरहेछ त्यो कुराबाट आनन्द पाउने प्रयास गर्छौँ है। Only in our lives. हाम्रो जीवनमा मात्रै हैन But केवल God is saying, no, we find joy in celebrating other people's lives. Hallelujah. परमेश्वरले Amen. भन्दै हुनुहुन्छ होइन हामीले चाहिँ अरू मानिसको जीवनमा Hallelujah. आनन्द मनाउनु पर्छ भनेर भन्नुभएको That's छ where you can find unlimited joy. Hallelujah. हालेलुया त्यसरी नै तपाईले चाहिँ त्यो असीमित आनन्द भेट्टाउन सक्नुहुनेछ Amen. हालेलुया Now, I'm going to address one more point and I'm going to start to wrap up. म अझै एउटा बुदालाई लिनेछु अनि त्यसपछि अन्त गर्नेछौँ So, God celebrates our lives and wants us to celebrate other people's lives. अनि परमेश्वरले हाम्रो जीवनको आनन्द मनाउनुहुन्छ उत्सव अनि त्यसपछि अरूको जीवनको आनन्द पनि हामीले मनाएको So, चाहनुहुन्छ my last question is, how does God do that? अनि मेरो प्रश्न Right. तपाईहरुलाई अन्तिम प्रश्न परमेश्वरले यो कसरी गर्नुहुन्छ त What's the secret to celebrations? अनि यो उत्सवको रहस्य के छ त Amen. Amen. Now, because we just said that human celebrations are fragile. अनि हामीले भर्खरै भने मानिसहरुको आनन्द अनि उत्सव चाहिँ के हुन्छ त एकदमै नाजुक हुन्छ कमजोर हुन्छ They're weak. You know, wine runs out, joy runs out. It's weak. कमजोर हुन्छ हैन दाखमत पनि सकियो आनन्द पनि सकिन्छ कमजोर यस्तो But God's celebrations are not fragile. They're not weak. They cannot be stopped. अनि परमेश्वरको आनन्द चाहिँ एकदमै कमजोर हुँदैन कहिले केही कुराले पनि Hallelujah. रोक्न सक्दैन हालेलुया Nobody can stop God's celebrations. Hallelujah. परमेश्वरको आनन्दलाई केही कुराले पनि रोक्न सक्दैन Do you know what the secret of God's celebrations? तपाईलाई थाहा छ परमेश्वरको आनन्दको रहस्य के हो Who wants to know? तपाईहरु कसलाई जान्न चाहनुहुन्छ You don't want to know. You don't want to celebrate. तपाईहरु उत्सव मनाउन चाहनुहुन्न Okay. आनन्द God celebrates our lives by pouring out the new wine. परमेश्वरले Hallelujah. चाहिँ हाम्रो जीवनको उत्सव चाहिँ उहाँले Amen. नयाँ दाखमत खनाएर मनाउन चाहनुहुन्छ हालेलुया What is the new wine? त्यो नयाँ दाखमत चाहिँ के हो त What is the new wine? नयाँ दाखमत के हो It's the Holy Spirit. त्यो पवित्र Hallelujah. आत्मा हो It's the Holy Spirit. पवित्र Amen. आत्मा हो When we are filled with the Holy Spirit, there's new celebration that cannot be stopped. Hallelujah. अनि Amen. जब हामी पवित्र आत्मा भरिन्छौँ त्यहाँनिर नयाँ आनन्द आउँछ जुन कुनै कुराले रोक्न I'm सक्दैन going to quickly share two Bible passages and we're going to finish. अनि हामी दुईटा पदहरु अध्यायको Let's भागहरु read हेर्नेछौँ Acts 2, 1 to 8. first. प्रेरित 2 को 1 देखि 8 लाई हेरौँ पहिला जब पेन्तिकोसको दिन आयो तिनीहरू सबै एकै ठाउँमा भेला भएका थिए अनि स्वर्गबाट अचानक ठुलो बतासको झोक्का जस्तै एउटा आवाज आयो र तिनीहरू बसेको पुरै घर भरिदियो आगोका जिब्राहरू जस्ता तिनीहरू कहाँ देखा परेर भाग भाग भएर तिनीहरू हरेक माथि बसे अनि तिनीहरू सबैजना पवित्र आत्माले भरिएर पवित्र आत्माले तिनीहरूलाई दिनुभएको उच्चारण बमोजिम तिनीहरू अन्य भाषाहरूमा बोल्न लागे स्वर्गमुनि भएको हरेक देशबाट भक्त ईश्वर भक्त यहुदीहरू त्यहाँ त्यसबेला यरुशलेममा बसेका थिए तब यो आवाज सुनेर भीड जम्मा भयो तिनीहरू आश्चर्यचकित भए र किनकि हरेकले आफ्ना भाषामा तिनीहरू बोलिरहेका थिए तिनीहरू सबै आश्चर्यचकित भएर अचम्म मानेर भन्न लागे के यी बोल्नेहरू सबै गालिलीहरू होइनन् र त कसरी तिनीहरू हरेकले हाम्रा आफ्ना मातृभाषामा बोलेको हामी सुन्छौं Amen. So people from all over the nations came on the day of Pentecost. सबै ठाउँहरुबाट चाहिँ हैन राष्ट्रहरुबाट चाहिँ मानिसहरु पेन्टिकोसको दिनमा त्यहाँ आएका Because they थिए come from यरुशलेममा। different countries, they spoke different languages. उनीहरु विभिन्न देशबाट आएको कारणले गर्दा विभिन्न भाषाहरु बोल्ने गर्थे But when the Holy Spirit came to these disciples, तर जब पवित्र आत्मा यी चेलाहरुमाथि आउनु these भयो disciples were from Galilee. They could not speak other languages. अनि यी चेलाहरु गालिलीबाट थिए र उनीहरुले अरु भाषाहरु बोल्न जान्दैन But थिए they began to speak in their languages. तर तिनीहरुले चाहिँ अरु देशको भाषाहरु बोल्न You know, there थाले are two types of tongues, right? One is angelic tongues, which is what we speak अनि normally. दुई खाले अन्य भाषाहरु छन् है एउटा चाहिँ के हो भन्दा ईश्वरीय भाषा हैन स्वर्गीय भाषा And the other type of tongue is we speak in languages that we haven't learned. अनि अर्को खाले भाषा चाहिँ यस्तो खाले भाषा जुन हामीले कहिले सिकेको पनि छैनौं है So this is the second type of tongue. अनि यो चाहिँ दोस्रो खाले भाषा है यहाँ And भएको so these disciples began to speak in other languages, like me speaking like Nepali, right? अनि यी चेलाहरु चाहिँ अन्य अरु भाषाहरुमा बोल्न थाले जसरी Oh, कि German. उहाँले नेपाली बोलेका जस्तै हैन अथवा जर्मन हैन And then they what's going on? What's अनि going उनीहरु on? छक्क परे के भइरहेको छ Let's look समित at भए verse 12 and 13. 12-13 लाई हामी हेरौं तिनीहरु सबै आश्चर्यचकित भएर अन्यौलमा परेर एउटाले अर्कोलाई यसो भन्न लागे यसको अर्थ के हो
तर अरूहरूले हाँसो गरेर भने तिनीहरू नयाँ मदले मातेका छन् Amen. New wine, new wine. Naya They're filled with new wine. Hallelujah. उनीहरू नयाँ मदले भरिएका छन् You know, instantly it became a celebration, supernatural celebration. अनि तुरन्तै त्यहाँनिर चाहिँ अलौकिक तरिकाको उत्सव आनन्द भएको छ है Instantly there was connection, community, and unity. तुरन्तै त्यहाँनिर चाहिँ हैन जोडिने कुराहरू भएको छ हैन उत्सव भएको छ अनि समुदाय एक You भएको know, I छ feel like when we speak in tongues, you know, there's unity. Even though we speak different languages, we can speak in the same tongues. Amen. मलाई यस्तो लाग्छ कि जब हामी अन्य भाषामा बोल्दछौँ हैन हामी विभिन्न भाषीका मानिसहरू भए तापनि त्यहाँ एकता छ किनभने हामी एउटै भाषामा You बोल्छौँ know, when है it comes to celebrations, we count on people who are close to us to celebrate our lives. जब उत्सव मनाउने आनन्द गर्ने Right? कुराहरू आउँदछ हामीहरू नजिक भएको मानिसहरूमा हामी भर You पर्दछौँ know, के my हैन भन्नुहोस् friends, त my loved ones, my साथी family, you know, मेरो we want them प्रियजनहरू to celebrate. मेरो परिवारहरू हामी चाहन्छौँ उनीहरूले चाहिँ उनीहरूसँग हामी Right? आनन्द मनाऊ हैन And that's good, right? त्यो राम्रो पनि हो But है how many of you know that very often people who have not real relationship with me, they actually celebrate my lives. Do you know that? तर कतिपय समयमा तपाईँले याद गर्नुभएको छ नि हैन जसको हामीसँग सम्बन्ध पनि छैन उनीहरूले पनि हाम्रो जीवनको Amen. आनन्द मनाइरहेका हुन्छन् Think के हैन about it. Think about it, right? सोच्नुस् है And good example is this church family. अनि Hallelujah. एउटा Amen. मुख्य हैन असल उदाहरण Hallelujah. के हो त यो मण्डली परिवार We हालेलुया are a family, even though we have different human blood, we have the same blood of Jesus. अनि Hallelujah. हामीहरू परिवार हो हाम्रो सबै Amen. हैन शारीरिक रगत भिन्नै भए तापनि येशू ख्रीष्टको रगत छ हामी So we सबैमा celebrate each other's lives. Hallelujah. त्यही कारणले Amen. गर्दा हामी एकअर्काको जीवनको आनन्द Amen. मनाउँदछौँ हालेलुया Okay, आमेन। one last Bible verse and I'm going to finish. Galatians 5:22 to 23. अनि अन्तिम पद हामी पढ्नेछौँ अनि अन्त गर्नेछौँ तर पवित्र आत्माको फल चाहिँ प्रेम आनन्द शान्ति धैर्य दया भलाइ विश्वस्तता नम्रता संयम हुन् यस्ता Amen. कुराहरूका विरुद्धमा कुनै व्यवस्था छैन Hallelujah. आमेन। You know, you can be in a party, you can be in a feast and celebration, but how many of you know that you can still be lonely? अनि हामीहरू हैन उत्सवमा हुन सक्छौँ पार्टीमा हुन सक्छौँ हैन तर कतिजनालाई थाहा छ त्यस्तो अवस्थामा नि हामी एक्लो महसुस गर्न सक्छौँ How के many हैन? of you experience you can be in a party but you can be lonely and तपाईँ sad? पार्टीमा गए तापनि तपाईँ एक्लो महसुस गर्नुभएको छ त्यस्तो महसुस गर्नुभएको छ कसैले You know why? Because the real celebration, true celebration is not what's happening outside, but what's happening inside of us. Hallelujah. किन Amen. थाहा छ तपाईँलाई किनभने साँचो आनन्द साँचो Hallelujah. उत्सव चाहिँ बाहिर के भइरहेको छ भन्ने होइन तर हामीभित्र के भइरहेछ when भन्ने God fills us with the Holy Spirit, we have peace, we have joy, we have love, we have patience, we have everything going on. Feast, you know, party is going on inside. अनि Hallelujah. जब हामीलाई परमेश्वरले उहाँको पवित्र आत्माले भर्नुहुन्छ हामीभित्र यी कुरा शान्ति Amen. आनन्द धैर्यता भलाइको There कुराहरू is भइरहेको हुन्छ भित्र celebration going on inside of us. Hallelujah. अनि हामी भित्र उत्सवको कुराहरू भइरहेको हुन्छ हालेलुया No matter what's going on in my life, no matter what's happening outside, there's a celebration going on because the Holy Spirit, He lives in me. Amen. Hallelujah. अनि बाहिर के भइरहेछ मेरो जीवनमा के परिस्थिति भइरहेको छ Hallelujah. त्यो कुराले माइना राख्दैन किनभने Amen. हामीभित्र God उत्सव is भइरहेको good. हुन्छ हालेलुया Praise प्रभु the Lord. असल हुनुहुन्छ Amen. प्रभुको महिमा होस् आमेन Let me finish by giving you one observation. म तपाईलाई अझै एउटा कुरा हेर्नको लागि दिएर म You know, we अन्त had गर्नेछु। barbecue few days ago, right? हाम्रो चाहिँ Barbecue, right? के हप्ता अगाडि हाम्रो बाबिक्यू भयो हैन Chinese त New Year चाइनिज barbecue, न्यू right? इयरमा Yeah. Did you enjoy that, right? तपाईले मनाउनु भयो Wow, आनन्द the मनाउनु भयो food was so good. Ah, खानाहरू एकदम so मिठो थियो है wow, so good. Now, you know, we had this like testimonies and we had this, you know, ministry time. That was good, right? अनि त्यहाँनिर हैन गवाईको कुराहरू थियो हैन त्यहाँनिर सेवकाईको समयहरू थियो Yeah, yeah. And you know, we had like worship, little bit अनि of त्यहाँनिर worship. अलिकति आराधना पनि थियो हैन And then I saw like some of you guys, you know, he's sleeping. Are you sleeping? Yes. Some of you there, like dancing. अनि त्यहाँनिर कतिजना नाचिरहेका थिए है मैले देखेँ They're like dancing. They're worshiping. They're dancing in the barbecue park, in the अनि park. पार्कमा उनीहरू नाचिरहेका थिए बाबिक्यूमा हैन रमाइरहेका थिए I saw a big celebration there. अनि मैले त्यहाँनिर चाहिँ ठुलो उत्सव देखेँ है No, I was really moved because I knew these people. म एकदमै मन छोयो किन भन्दा मैले यो मानिसहरूलाई चिन्दछु I हैन know those people. मैले यी मानिसहरूलाई I चिन्दछु know them before being filled with the Holy Spirit and after being filled with the Holy Spirit. किनभने मैले उहाँहरूलाई चाहिँ पवित्र आत्माले भरिनुभन्दा अगाडि पनि अनि भरिसके पछाडि पनि म चिन्दछु Before being filled with the Holy Spirit, they wouldn't be celebrating like that.
अनि पवित्र आत्माले भरिनुभन्दा अगाडि चाहिँ उहाँहरू त्यस्तो तरिकाले उत्सव मनाउनु हुन्थेन रमाउनु हुन्थेन But after they're being filled with the Holy Spirit, they dance in the park. Hallelujah. अनि Amen. जब पवित्र आत्माले भरिसक्नु Hallelujah, amen. पाकहरूतिर पनि नाच्नुहुन्छ हालेलुया आनन्द So मनाउनुहुन्छ let's be filled with the Holy Spirit. त्यही कारणले Amen. हाम्रो पवित्र आत्मामा हामी भर्यौं Let's be filled with the new wine. हामी नयाँ दागमध्ये भर्यौं And let's celebrate our new lives in Christ Jesus. अनि हाम्रो नयाँ यो जीवन ख्रीष्ट येशूमा भएको And यसको let's उत्सव मनाऊ celebrate other people's lives. अनि साथसाथै अरू मानिसहरूको जीवनको पनि And आनन्द मनाऊ that's how we glorify God. That's how Jesus' glory is revealed. अनि Amen. त्यसरी हामी Hallelujah. परमेश्वरको महिमा गर्न सक्छौँ अनि त्यसरी येशूको महिमा प्रकट हुँदछ Amen. Why don't we all stand? आउनुहोस् हामी सबै आफ्नो स्थानमा उठाउँ Let's sing a song, and then I'm going to ask Pastor Cynthia to minister to us. So let's sing the second song. हामी दोस्रो गीत गाउनेछौँ अनि त्यस पछाडि पास्टर सिन्थियाले हामीलाई के अरे सेवकाईको समयमा डोर्याउनु So हुनेछ I really like that song. And as we sing this song, I want you to invite the Holy Spirit. यो गीत गाउँदै गर्दाखेरि चाहिँ हैन हामी पवित्र आत्मालाई तपाईँ निम्त्याउनुहोस् है I want you to think about somebody either in this room or in your life, and I want you to kind of celebrate their lives. अनि तपाईँले यसरी आराधना गर्दै गर्दाखेरि चाहिँ तपाईँको आफ्नो Amen. जीवनमा भएको कोही अरू व्यक्तिको हैन जीवनको आनन्द मनाउनुहोस् Ask the है Holy Spirit, come Holy सोध्नुहोस् Spirit, I want to celebrate these people's lives. अनि प्रभुलाई भन्नुहोस् पवित्र आत्मामा आउनुहोस् म चाहिँ यी फलाना मानिसहरूको जीवनको And आनन्द God's मनाउन going to चाहन्छु give you peace and joy like never before. अनि परमेश्वरले तपाईलाई त्यो आनन्द र शान्ति Amen. दिनुहुनेछ जुन तपाईले Hallelujah. कहिले पनि महसुस गर्नुभएको Come on, छैन let's sing. आमेन हालेलुया Tapaiku anak मेरो समता तपाईको आनन्द मेरो बल हो तपाईको आनन्द मेरो समता तपाईको आनन्द मेरो बल हो तपाईको आनन्द मेरो समता यसो तपाईको उपस्थितिमा आनन्द छ आनन्द यसो तपाईको उपस्थितिमा आनन्द छ आनन्द त्यसैले गाउँछु रमाउँछु महिमा गर्छु प्रशंसा गर्छु येशूलाई 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 तपाईको आनन्द मेरो बल हो तपाईको आनन्द मेरो समता तपाईको आनन्द मेरो बल हो तपाईको आनन्द मेरो समता यसो तपाईको उपस्थितिमा आनन्द छ आनन्द यसो तपाईको उपस्थितिमा आनन्द छ आनन्द यसैले गाउँछु रमाउँछु महिमा गर्छु प्रशंसा गर्छु येशूलाई 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 We have a reason to celebrate अनि हाम्रो चाहिँ उत्सव मनाउने कारण छ है because Jesus, who can do anything, is living in us. किनकि येशू जसले जे पनि गर्न सक्नुहुन्छ उहाँ हामी भित्र जिउनुहुन्छ We have a reason to celebrate because the power of the living God is working through us. अनि हामीसँग उत्सव मनाउने कारण छ किन भन्दा परमेश्वरको शक्तिले हामीमा काम गरिरहेको छ To those who believe. अनि तपाईहरु जसले विश्वास गर्नुहुन्छ त्यसमा So if you are in a situation that needs miracle, यदि तपाई यस्तो परिस्थितिमा हुनुहुन्छ जहाँनिर तपाईलाई आश्चर्य कामको खाँचो छ it's like turning water into wine, that kind of miracle in your life, अनि पानीलाई दागमत बनाउने जस्तो खाले आश्चर्य काम तपाईको जीवनमा खाँचो छ you are stuck and you don't know what to do, तपाईले के गर्ने भनेर तपाई अड्किनु भएको छ थाहा छैन तपाईलाई
you have a reason to celebrate because Jesus' power is at work within us and through you. अनि तपाईको आनन्द मनाउने कारण छ किन भन्दा परमेश्वरको शक्तिले तपाई भित्र अनि तपाईद्वारा काम गरिरहेको छ. Amen. Amen. So whichever situation you are at, चाहे तपाई जस्तो परिस्थितिमा किन नहोस्, even if in your personal thing, तपाईको व्यक्तिगत कुरामा होला, if you need power of Jesus working in your life, यदि तपाईलाई येशूको शक्तिले तपाईको जीवनमा काम गरेको चाहनुहुन्छ भने this is a time to ask the Lord. यो समय परमेश्वरलाई माग्ने समय हो. Our God is alive. हाम्रो परमेश्वर Jesus जिउँदो is हुनुहुन्छ. येशू जिउँदो हुनुहुन्छ. He would show that power to those who ask and believe. अनि उहाँलाई माग्ने अनि विश्वास गर्नेको जीवनमा उहाँले त्यो शक्ति प्रकट गर्नुहुनेछ. How many of you need that power, that miracle in your life now? तपाईहरुको जीवनमा कसलाई त्यो आश्चर्य काम चाहिएको छ त? Then would you do it with me now? के तपाईले यो घडी म सँगसँगै गर्न Shall we सक्नुहुन्छ? ask and believe? अनि के हामी माग्न सक्छौं विश्वासको साथमा? Let us all look at Jesus, आउनुस् हामी यस गरी येशूलाई who हेरौं, performs power, जसले शक्ति गर्न does काम गर्नुहुन्छ, miracles, जसले आश्चर्य काम who's working in गर्नुहुन्छ, us in power. जसले हामीमा शक्तिद्वारा काम And let's गर्नुहुन्छ. open our mouth and all ask. Let us all ask हामी Jesus right सबैले now. मुखहरू खोलौं र हामी येशूलाई मागौं यस घडी. Jesus. Yes, Ask. sir. Open your mouth and तपाईको मुखहरू ask. खोलेर माग्नुहोस् यस Jesus, घडी. we need your power येशू, working in us. हामीलाई तपाईको Power खाँचो छ, in our तपाईको situations, शक्तिको in खाँचो our छ हाम्रो family, in परिस्थितिमा, our church, हाम्रो in our परिवारमा, work, हाम्रो in our मण्डलीमा, हाम्रो काममा, circumstances, Lord. हाम्रो परिस्थितिहरुमा. Would you do your power, कृपया show your तपाईले power, तपाईको Lord. शक्तिको काम Just like you गर्नुहोस्. turn water into wine. जसरी तपाईले Holy पानीलाई Spirit दाखमत come. बनाउनु भयो. Would you turn the situation by the तपाईले power of the Holy परिस्थितिहरूलाई Spirit? तपाईको पवित्र Holy आत्माको Spirit, शक्तिद्वारा work in our परिवर्तन गर्नुहोस्. family, पवित्र work in आत्मा our हाम्रो परिवारमा lives. काम गर्नुहोस्, हाम्रो जीवनमा काम In our गर्नुहोस्. lives, Holy Spirit, work. हाम्रो जीवनमा काम गर्नुहोस् Show पवित्र us. आत्मा. Let us witness your power. Work through देखाउनुहोस्, us, हामी Lord. तपाईको Would you work शक्तिलाई through देख्न us? चाहन्छौँ. Work through us. तपाई हामीद्वारा Work काम through us, Holy गर्नुहोस् प्रभु. Spirit. पवित्र आत्मा हामीद्वारा Work काम through गर्नुहोस्. us. Work in us, हामीद्वारा Lord. हामी Break the हाम्रोमा, addictions by हामी the भित्र power काम of the blood of गर्नुहोस्. Jesus. ती कुलतका कुराहरू प्रभुको We शक्तिद्वारा break the खत्म addictions in the गर्नुहोस्. name of Jesus. येशूको नाममा हामी छुटकाराको घोषणाहरू गर्दछौँ. Would you turn our weaknesses into your power? हाम्रो into your कमजोरीहरूलाई प्रभु strength, तपाईको Lord. शक्तिमा Our परिणत गर्नुहोस् weaknesses, परमेश्वर. turn around. हाम्रो Let the weak say, I कमजोरीहरूलाई am strong. हाय Because you कमजोरहरूले are भन्न strong, सकुन् म Jesus. बलियो छु. येशूमा बलियो छु. Would you give us a strength and power to do what we could not do? परमेश्वर हामीले गर्न नसक्ने काम पनि गर्ने शक्तिहरू Would you दिनुहोस्. turn our situations, Lord? हाम्रो परिस्थितिलाई What looks फर्काउनुहोस्. impossible, what looks असम्भव कुराहरू, just hopeless, Lord, would you turn it around? असम्भव कुराहरू, Just like you आशाविहीन turned कुराहरूलाई it around फर्काउनुहोस्. to wine, Lord, would you turn it जसरी around? तपाईले दाखमत बनाउनु भयो त्यसरी नै Let फर्काउनुहोस् us प्रभु see हाम्रो your power. Let the परिस्थितिहरू. world see and हामीले believe देख्न who you सकौँ are. तपाईको शक्ति अनि संसारले देख्न सकोस् तपाईको We शक्ति र declare विश्वास गर्न सकोस् your तपाईमा. name हामी in our तपाईको नाउँमा situation. दाबी गर्दछौँ हाम्रो परिस्थितिहरूमा. And we believe अनि हामी विश्वास गर्छौँ in the name of Jesus. येशूको नाउँमा. Those of you who believe, say amen with me. जसले विश्वास गर्नुहुन्छ यस गरी म सँगसँगै आमेन भन्नुहोस् त. Amen. आमेन आमेन हालेलुया. के तपाईँ साँच्चै परमेश्वरको शक्ति तपाईँको जीवनबाट काम गरेको चाहनुहुन्छ? आमेन. आउनुहोस् हामीले यो अन्तिम घोषणा गर्दै अन्त गरौँ ल. परमेश्वरको राज्य, उहाँको राज्य आओस्, उहाँको इच्छा हाम्रो जीवनमा पुरा होस्. आमेन. तपाईँहरूको जीवनमा पुरा भएको होस्. आमेन हालेलुया. आउनुहोस् प्रभुलाई महिमा दिउँ जोरदार तालीको साथमा. हालेलुया. प्रभुले आशिष दिनुभएको होस्.